देश छोडेर जानेहरूलाई म एउटै कुरा भन्न चाहन्छु, देशभित्र बस्न नसकेर होइन, चोइसले गएका हुन्। नेताजी तल आउनु त। हेलो अँ, ए भात दिनु नि त ल ल नि मार्यो यसले मलाई मार्यो। पाए त मारिदिन्थे। के हो नेताजी, अघि भाषणमा त खुब चोइस 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 भन्दै हुनुहुन्थ्यो। 8 क्लास फेल भएर प्रधानमन्त्री हुने पनि तपाईँको चोइस हो? अनि के भयो त, डिग्री भन्दा अनुभव छ नि मसँग। 14 वर्ष जेल बसेको प्रधानमन्त्री चाहिँ एक्सपिरियन्स हुने, 4 वर्ष पढेको युवा बेरोजगार बसेको डेस्टिनी। ए हजुर, हामी त भिजन भएको पार्टी पो हो त। पूर्व पश्चिम रेल बनाउँछौँ, हावाबाट बिजुली निकाल्छौँ, घर घरमा ग्यासको पाइपलाइन ल्याइदिन्छौँ। रेल सपनामै, बिजुली कटौतीमै, ग्यास उही लाइनमै, अनि तेल त उही भाषणमै त होला नि। काम त हुँदैछ नि हजुर, देखिन पो समय लागेको त। काम त त्यस्तै हो, महँगी उही हरेक दिन देखिरहेछ। अनि देशमै बस्नु पर्यो नि त हजुर, काम भएको देख्नको लागि त। देशमा बसेर त उही कर तिर्ने, भाषण सुन्ने उही त हो नि। यस्तो चोइस देखेर त जो पनि विदेश जान खोज्छन्। विदेश जानलाई त रहर भएर होइन नि, बाध्यताले हो नि विदेश जाने। हेलो त्यहाँ 3 जना केटाहरू पठाएको छु, मेरो कमिसन चाहिँ पुसुक्क गर्ने। नेपालबाट विदेश जानेहरू चोइसले होइन, यहाँ काम गर्ने अवसर नपाएर, मेहनतको मूल्य नपाएर र भविष्य सुरक्षित नदेखेर गएका हुन्। यो देश मन नपरेको होइन, व्यवस्था नचलेको पीडा हो। यहाँ अवसर नहुँदा बाँच्ने बाटो खोज्न बाध्य भएका हुन्।